जुन जेनजी आन्दोलन उनीहरूले भनेका छन् त्यो आन्दोलनलाई बिर्साउने ढङ्गको आन्दोलन चाहिँ हामी काठमाडौँ गर्दैछौँ। हामीले 7 गते सबै प्रदेशका राजधानीहरूमा काठमाडौँ बाहेकका सबै ठाउँमा 6वटै ठाउँमा चाहिँ हामी शानदार प्रदर्शन गर्दैछौँ र यसबाट हामी देखाउँदैछौँ कि नेकपा एमालेको शक्ति के हो भन्ने कुरा। प्रहरीलाई र सेनालाई निकै प्रायोरिटी दिन खोजेको देखिन्छ। अहिले पनि सेनापतिहरूसँग एकदम निरन्तर बसिरहेको कुरा हामीले सूचना लिइरहेका छौँ र प्रहरीको चाहिँ ड्रेस कोड कस्तो दिने, प्रहरीलाई वेपन्स कस्तो दिने, प्रहरीलाई कसरी बलियो बनाउने र मूलभूत रूपमा त्यो पनि के लागि त भन्दाखेरि चाहिँ आन्दोलन दबाउने, आवाज दबाउने। हिजो उसले जुन खालको आवाज दबायो अघिल्ला सरकारहरूले निरङ्कुश भयो भनेर आरोप लगाउँथ्यो, आज ऊ चाहिँ आन्दोलन दबाउने उसको नीति चाहिँ मुख्य नीतिको रूपमा उसले अगाडि बढाएको छ। भगवती खड्का युनिका भन्ने बहिनीलाई चाहिँ गिरफ्तार गरेको छ र मङ्गल थापा जो पिता बितेर अहिले क्रियामा हुनुहुन्छ केशव रोका, बुटोलको केशव रोकालाई उसले गिरफ्तार गरेको छ। र किन भन्दाखेरि शून्य समयमा त्यहाँका सांसदले पैसा बाँडेको कुराको विरोध गरे बापत र त्यसै गरी महेश गिरी लगायतका भाइहरूलाई उसले पक्रापुर्जी जारी गरेको छ। त्यसै गरी 3 दिनको आन्दोलनमा उसले यति हिंसक खालको दमन गर्यो कि सुर्खेत काठमाडौँ लगायतका आन्दोलनमा चाहिँ हाम्रा दर्जनौँ साथीहरू यहाँ बखत साथी घाइते भएर यति राति मैले दर्जनौँ साथीहरूलाई घाइते बनाएको छ भनेपछि यो पूर्ण रूपले अधिनायकवादको बाटोमा गइरहेको छ। विरोधमा जानुपर्ने र आन्दोलन जानुपर्ने एउटा बाध्यात्मक परिस्थिति सिर्जना गरेको छ। त्यो परिस्थितिलाई हामी सामना गर्न तयार छौँ र जुन ढङ्गले सरकार अगाडि बढ्छ त्यही ढङ्गले हामी पनि अगाडि बढ्छौँ। टिट फर ट्याट भन्छ, जस्ताले तस्ता ढेँडालाई निस्दै भन्छ र उनीहरूले जुन खालको एउटा गतिविधि गरिरहेका छन् यो 2-3 दिनका गतिविधि हेर्दाखेरि चाहिँ उहाँहरूको विरुद्ध हामी सशक्त ढङ्गले आन्दोलन जाने निर्णय गरेका छौँ। पटकको एमालेले चाहिँ 7.5 को दशा नै लागेको रहेछ हैन? यस्ता वायद प्रश्नको जवाफ दिन्न म। हेर्दै जानु होला एमाले के हुन्छ। कृषिको आधारमा अगाडि बढ्ने हाम्रो योजना थियो, तर पहिलो गाँसमा नै ढुङ्गा भनेको जस्तरी कार्की आयोगको प्रतिवेदन लागू गर्ने बाहनामा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई गिरफ्तार गरिसके पछाडि हामी निकै झस्किएका छौँ र विशेष गरेर राष्ट्रियताको सन्दर्भ र लोकतान्त्रिक हक अधिकारलाई सङ्कुचित गर्ने सन्दर्भमा बालेन सरकारले जुन अधिनायकवादी शैली र निरङ्कुश शैली अपनाएर आफूभन्दा फरक विचार राख्ने पार्टी र नेताहरूप्रति जुन खालको प्रतिशोध सान्ने र बदला लिने ढङ्गले अगाडि बढिरहेको छ यो निकै गम्भीर हो। उनी आफै मेयर भएको बेलामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीज्यू चाइना भ्रमणमा जाँदा लिपुलेक लिम्पिया धोराएर कालापानीको बाटो हुँदै चाइना र भारतले व्यापारिक सम्झौता गर्न खोजेको बेलामा जुन खालको स्ट्याटस दिएर उनले केपी ओलीलाई सुझाव दिएका थिए, आज इन्डिया र चाइनाले त्यो रुट प्रयोग गरेर जुन व्यापार गर्ने कुरा गरिरहेका छन् उनको पहिलो बैठकले चाहिँ त्यो विषयमा सम्बोधन गर्लान् भन्ने हामीलाई लागेको थियो। एमसीसी सम्झौताको बारेमा नेपाली जनतामा निकै ठुलो आशंका र आक्रोश छ। यद्यपि त्यहाँ एमालेले पनि सहयोग गर्यो भनेर भ्रम फिजाइएको छ। एमसीसी सम्झौताका दौरानमा हामीले कुनै सहयोग गरेका होइनौँ। तत्कालीन 5 दलीय गठबन्धनले एउटा प्रस्ताव, एउटा नाटकीय प्रस्ताव व्याख्यात्मक टिप्पणी भन्ने गरेर जुन पास गर्यो त्यसमा हाम्रो कुनै समर्थन छैन र हामी कुनै मत पनि जाहेर गरेका थिएनौँ। त्यो हामीलाई पनि दोष लगाउने प्रयत्न गरिन्छ र पछिल्लो बेलामा नेपाली सेनाले एसपीपी पास गरेर अमेरिकन सेना र नेपाली सेनाको बिचमा सहकार्य गर्ने र अमेरिकन सेनाहरू चाहिँ हतियारसहित नेपालमा बस्न पाउने प्रावधानलाई लागू गर्न खोज्दैछ र यो बारेमा चाहिँ बालेन सरकारको धारणा आउला, त्यसको विरुद्ध उहाँहरू बोल्नु होला भन्ने हामीलाई लागेको थियो। अझ शङ्कालाई पुष्टि गर्दै तिब्बतियन सरकारको एउटा निर्वासित सरकार जो दलाई लामाको समर्थनमा छ उसले समेत यसलाई शुभकामना दिएको, पाकिस्तानको पृथकतावादी समूहले समेत यसलाई शुभकामना दिएको, यी तमाम विषयवस्तुहरू छन्। कतिपय लोकप्रिय कार्यक्रम उसले घोषणा गर्न खोजेको जस्तो देखिन्छ, तर त्यहाँ धेरै ल्याप्सेसहरू देखिन्छ। नयाँ पुस्तालाई राजनीतिमा ल्याउनुपर्छ भन्ने उसको जुन मान्यता छ त्यो मान्यता हो भने विद्यार्थीहरूको सङ्गठनहरूलाई उसले किन खारेज गरिएको छ? त्यसको मतलब के हो भने अब नयाँ पुस्तालाई राजनीतिमा ल्याउने कुरामा ऊ निश्चित गर्न चाहन्छ र उसको पुस्ता नै नयाँ पुस्ता हो भन्ने कुरालाई उसले अगाडि बढाउन खोज्छ। र विद्यार्थीहरूको आन्दोलन किन आवश्यक छ भने युवाहरूका र विद्यार्थीहरूका शिक्षा, स्वास्थ्य र रोजगारीका मागहरूलाई सम्बोधन गर्ने कुरामा, कानुन बनाउने, बजेट बनाउने र सरकारलाई थप अगाडि बढाउने कुरामा चाहिँ त्यो सङ्गठन चाहिँ आवश्यक छ। त्यसै गरी पेसागत सङ्गठनहरूलाई उसले कमजोर बनाउन खोज्दैछ।
जस्तो योगदानमा आधारित सामाजिक सुरक्षा नेकपा एमालेको सरकारले हिजो लागू गरेर हामीले 7,000 न्यूनतम तलब र 14,000 मा अगाडि बढायौँ। हिजो स्थानीय तह मार्फत प्रधानमन्त्री रोजगार कार्यक्रम भनेर प्रत्येक मजदुरहरूलाई 14,000 दिने खालको व्यवस्था हामीले गऱ्यौँ र बुढेसकालमा निजी क्षेत्रमा काम गर्ने साथीहरूलाई पनि पेन्सनको व्यवस्था दिने खालको कार्यक्रम हामीले गऱ्यौँ। त्यो सबै गर्नमा चाहिँ हामीलाई केले प्रेरित गरेको थियो भने पेसागत र जुन यो सङ्गठनहरू छन् पेसाकर्मीहरूको सङ्गठन र व्यवसायीहरूको सङ्गठन, पेसाकर्मी र व्यवसायीहरूको सङ्गठनको निकै ठुलो महत्त्व छ। संसारभरि एउटा ट्रेड युनियन मुभमेन्टको निकै ठुलो महत्त्व छ र आज पेसागत र व्यवसायिक सङ्गठनहरू चाहिँ खारेज गर्ने जुन उसले निर्णय गरेको छ त्यो भनेको चाहिँ ऊ चाहिँ के छ भन्दा पेसाकर्मी र व्यवसायीहरूप्रति ऊ चाहिँ एकदम इग्नोर गरेर हिँडिरहेको छ भन्ने कुरा सुनिन्छ। उसले प्रहरीलाई र सेनालाई निकै प्रायोरिटी दिन खोजेको देखिन्छ। अहिले पनि सेनापतिहरूसँग एकदम निरन्तर बसिरहेको कुरा हामीले सूचना लिएका छौँ र प्रहरीको चाहिँ ड्रेस कोड कस्तो दिने, प्रहरीलाई वेपन्स कस्तो दिने, प्रहरीलाई कसरी बलियो बनाउने र मूलभूत रूपमा त्यो पनि के लागि त भन्दाखेरि चाहिँ आन्दोलन दबाउने, आवाज दबाउने। हिजो उसले जुन खालको आवाज दबायो अघिल्ला सरकारहरूले निरङ्कुश भयो भनेर आरोप लगाउँथे, आज ऊ चाहिँ आन्दोलन दबाउने उसको नीति चाहिँ मुख्य नीतिको रूपमा उसले अगाडि बढाएको छ। उसले युवाहरूका चाहिँ रोजगारीका कुरा, युवाहरूलाई चाहिँ नि नयाँ प्रोग्राम दिने कुरा उसले गरिरहेको छैन। यी सबै कुराको तथ्य चाहिँ के हुन्छ भन्दा कुनै नव उदारवादी र पपुलिस्ट शक्ति चाहिँ दुईटा कुराबाट ऊ अगाडि बढ्छ। एउटा जनतामा उसले चरम महत्त्वाकांक्षा जगाइदिन्छ, अवसरवादी प्रवृत्तिलाई उसले हात दिन्छ, अराजक प्रवृत्तिले उसले हात दिन्छ। मिडिया र सोसियल मिडिया मार्फत उसले जुन खालको अराजक गतिविधि गरिरहेको छ, अहिले पनि सरकारको विरुद्धमा बोले बापत रवि चुडाल भन्ने एउटा भाइलाई उसले गिरफ्तार गरेको छ, साइबर मुद्दा लगाएको छ। त्यसै गरी बुटोलमा हाम्रो रोक्का के अरे एउटा रोक्का भाइ लाई उसले चाहिँ गिरफ्तार गरेको छ। त्यसै गरी आज मात्रै पनि रेस्टर भगवती खड्का युनिका भन्ने बहिनीलाई चाहिँ गिरफ्तार गरेको छ र मङ्गल थापा जो पिता बितेर अहिले किरियामा हुनुहुन्छ केशव रोक्का, बुटोलको केशव रोक्कालाई उसले गिरफ्तार गरेको छ। र किन भन्दाखेरि सुन्ने समयमा त्यहाँका सांसदले पैसा बाँडेको कुराको विरोध गरे बापत, र त्यसै गरी महेश गिरी लगायतका भाइहरूलाई उसले पक्रापुर्जी जारी गरेको छ। त्यसै गरी 3 दिनको आन्दोलनमा उसले यति हिंसक खालको दमन गर्यो कि सुर्खेत, काठमाडौँ लगायतका आन्दोलनमा चाहिँ हाम्रा दर्जनौँ साथीहरू यहाँ बखत साथी घाइते भएर यतिखेर राति मैले दर्जनौँ साथीहरूलाई घाइते बनाएको छ। भनेपछि यो पूर्ण रूपले अधिनायकवादको बाटोमा गइरहेको छ र ऊ समर्थक सोसियल मिडियाहरूले चाहिँ नि आन्दोलनका विषयलाई ट्रोल बनाउने र नेकपा एमाले उठाएका जायज मागहरूलाई पनि घृणामा परिणत गर्ने एउटा बाटो उसले अप्नाएको छ। र एकजना भक्तपुरको बहिनी अमी शाह भन्ने बहिनी जसले आन्दोलनको पक्षमा बोले बापत र केपी ओलीको पक्षमा बोले बापत सोसियल मिडिया मार्फत एउटा जुन खालको चाहिँ एउटा हरकतहरू भयो खालको चाहिँ नि उनीमाथि चाहिँ गाली बेइज्जती अपमान हुने काम भइरहेको छ र कतिपय हनी ट्यापर र मनी ट्यापरहरूलाई बोकेर चाहिँ नि यहाँ पीडित महिलाहरूलाई समेत छाया पर्ने गरेर चाहिँ कमजोर कानुनको फाइदा उठाएर यिनीहरूले अनेक हरकतहरू, यी सबै हरकतको मुख्य उद्देश्य भनेको चाहिँ एकैछिन, यी सबै हरकतको मुख्य उद्देश्य भनेको चाहिँ नि अधिनायकवादतर्फ यो सरकार गइरहेको छ। अदृश्य ढङ्गले नेपालीको भन्दा पनि विदेशीको हितमा यसले काम गरिरहेको छ। यो सबै कुरालाई ध्यान दिएर आजको हाम्रो सचिवालयको बैठकले एउटा महत्त्वपूर्ण निर्णय गरेको छ। काठमाडौँमा 12 गते हामी विशाल जनप्रदर्शन गर्दैछौँ। यो उनीहरूले 2324 गतेको जेएनजी आन्दोलन र त्यसका प्रभावहरूका बारेमा हाम्रो पार्टीको दृष्टिकोणलाई सही ढङ्गले जनताको बिचमा लान नदिएर मिडिया र सोसियल मिडिया दुरुपयोग गरेर निर्वाचन परिणाम जुन उनीहरूले प्रयोग गरे र हामीले वैशाख 12 गतेको कार्यक्रम हामीले नयाँ वर्षको कुरालाई पनि ध्यान दिएर अलिक पछाडि कार्यक्रम लगायौँ र त्यो कार्यक्रम चाहिँ नि जुन जेएनजी आन्दोलन उनीहरूले भनेका छन् त्यो आन्दोलनलाई बिर्साउने ढङ्गको आन्दोलन चाहिँ हामी काठमाडौँ गर्दैछौँ। त्योभन्दा अगाडि हामीले जिल्ला तहमा 25 गतेसम्म विशाल भेला प्रदर्शनहरू गर्दैछौँ। हामीले भोलि नै यहाँ जनसङ्गठनहरूको भेला प्रदर्शन गर्दैछौँ। हामी यहाँ संसदीय दलको बैठक पनि हाम्रो पार्टीको भोलि नै बस्दैछ र संसदभित्र प्रभावकारी ढङ्गले भूमिका खेल्ने र भोलि प्रभावकारी ढङ्गले अन्य दलहरूसँग सहकार्य गर्ने कुरामा रामबहादुर थापा बादल हाम्रो उपाध्यक्ष र पद्म अर्यालजीलाई हामीले पार्टीले जिम्मा दिएको छ। त्यसै गरी रहुजी पन्त, योगेश भट्टराई र मीरबहादुर विश्वकर्माजी उहाँहरूलाई नागरिक समाजसँग सार्थक संवाद गर्ने र यी तमाम परिवेशहरूलाई जानकारी गराउने विषयमा हामीले जिम्मेवारी दिएका छौँ। हामीले 7 गते सबै प्रदेशका राजधानीहरूमा काठमाडौँ बाहेकका सबै ठाउँमा 6वटै ठाउँमा चाहिँ हामी शानदार प्रदर्शन गर्दैछौँ
र यसबाट हामी देखाउँदैछौँ कि नेकपा एमालेको शक्ति के हो भन्ने कुरा। त्योभन्दा अगाडि हामी वडा तहमा पनि विरोध प्रदर्शन गर्दैछौँ, हामी पालिका तहमा पनि विरोध प्रदर्शन गर्दैछौँ र यो सरकारले नेकपा एमाले लगायतका लोकतान्त्रिक दलहरूलाई विरोधमा जानुपर्ने र आन्दोलन जानुपर्ने एउटा बाध्यतात्मक परिस्थिति सिर्जना गरेको छ। त्यो परिस्थितिलाई हामी सामना गर्न तयार छौँ र जुन ढङ्गले सरकार अगाडि बढ्छ त्यही ढङ्गले हामी पनि अगाडि बढ्छौँ। टिट फर ट्याट भन्छ, जस्ताले तस्ता ढेँडालाई निस्तै भन्छ र उनीहरूले जुन खालको एउटा गतिविधि गरिरहेका छन् यो 2-3 दिनका गतिविधि हेर्दाखेरि चाहिँ उहाँहरूको विरुद्ध हामी सशक्त ढङ्गले आन्दोलनमा जाने निर्णय गरेका छौँ। जेनजी आन्दोलनलाई बिर्साउने गरी अर्को आन्दोलन गर्छौँ भन्नुको तपाईँले यो सरकारलाई झुकाउनलाई हामी बाध्य बनाउँछौँ। लोकतान्त्रिक पद्धतिमा हिँडौन, राष्ट्रियता पक्षमा हिँडौन, विदेशीको दलाल नबन्न र आम जनताका माग भावनालाई सम्बोधन गर्नको लागि यो सरकार अगाडि बढाउनको लागि बाध्य बनाउने आन्दोलन हामी गर्छौँ। यो पटकको एमाले चाहिँ 7.5 को दशा नै लागेको रहेछ होइन? यस्ता वायद प्रश्नको जवाब दिन्न म। हेर्दै जानु होला एमाले के हुन्छ।